7 महिनापछि नुहाउँदैछु म चाहिँ हैन। 7 महिनापछि नुहाउँदै छन् है गाईले। जलपरा आले भाइ जलपरी रे 2 घण्टा लगातार सो हेलो एन्ड नमस्ते, इट्स द बोय असिम यस ब्लग्स। एन्ड आज चाहिँ फेरि नयाँ ब्लग आएको छ। यता चाहिँ रिजन छन्, यता भाइ छन् हैन, यता माउलातिरको। अनि यता चाहिँ आज हामी नुहाउन जान लागेको खोलामा चाहिँ। अस्ति नै यो ब्लग जस्तै मामा र म गएको थियौँ। आज चाहिँ साथीहरू म भएर जान लागेको। उहाँ चाहिँ बजार लागिरहेको छ, यता बजार लागिरहेको छ। आज शनिबार, त्यही भएर अस्ति नुहाउन जाऊँ न भनेर के नुहाउन जान लागेको रिजन यता खान। अनि यता भाइ एउटा उता भाइ आउँदैछन्, टक्क लाएर खोलामा नुहाउन जान लागेको जाऊँ। सो हेलो गाइज, माई नेम इज रिजन। अनि म चाहिँ असिमको साथी हो हैन। हामी चाहिँ पहिलेदेखिको साथी हो है। अनि आज चाहिँ असिमले चाहिँ मलाई के भने भन्दाखेरि आज तिमीले चाहिँ मेरो भिडियो बनाइदेऊ हैन, युट्युबको लागि भिडियो बनाइदेऊ भनेर भनिरहेको छन्। अनि आज चाहिँ अनि मैले पनि हुन्छ भनेको। अनि आज चाहिँ हामी 4 जना साथीभाइ भएर चाहिँ खोलामा नुहाउन जान थालेको छौँ। अनि आज चाहिँ स्याटरडे भएको हुनाले आज मान्छे पनि धेरै आउँछन् होला, तर आज धेरै जहाँ मान्छे हुन्छन् आज हामी त्यहाँ नुहाउँदैनौँ। खाली स्पेस अब कुन ठाउँमा हुन्छ अलि मान्छे नभएको ठाउँमा टक्क लाएर हामी उस गर्छौँ, नुहाउँछौँ हैन। अनि हामी नेपाली भन्दा चाहिँ यी धेरै परदेशीहरू मधेसीहरू धेरै आउने गर्छ नि बाइकमा चाहिँ। अब हामी चाहिँ पैदल यात्री हो हैन र ए हाम्रो रियल ओनर चाहिँ यता छन् हैन, यो च्यानलको हैन, यो युट्युब च्यानलको रियल ओनर यता हो। अनि यता चाहिँ हाम्रो काले भाइ छ। आज काले भाइ गोरो हुने रे 2 घण्टा लगातार नुहाएर है। अनि हाम्रो पत्थरकोटको गाउँको ब्युटी चाहिँ यस्तो छ। यो पत्थरकोट एक्ज्याक्ट त होइन, तर अलि पत्थरकोटभन्दा माथिको है यो भ्यू चाहिँ। लो फाइनली साथीहरू है, हामी चाहिँ आफ्नो पत्थरकोटको भाइरल पुलमा पुगिसकेका छौँ होइन। अनि यो भाइरल पुलको नाम चाहिँ गुडिङ खोला ब्रिज। स्पान 2x35 मिटर होइन। अनि लम्बाइ चाहिँ 74.60 मिटर रहेछ है हाम्रो गुडिङ खोलाको चाहिँ। अनि सबैजना हाम्रो यो गुडुङ खोलाको पुल एकचोटि हेरिदिन आइदिनुमा होइन। हाम्रो असिम दोस्तलाई चाहिँ उहाँ ट्याक्क हाम्हाल्देऊ, खतरा कन्टेन्ट हुन्छ फेरि। यता होइन क्या, उता फुङ्गाल्ने हो यार। ल हजुरहरू पनि यता आइदिनु होइन। यताको भ्यू पनि राम्रो छ, पहाड सहाड छ होइन, खोला यस्तो राम्रो छ, भ्यू एकदमै राम्रो छ गाइज। अनि अहिले चाहिँ यस्तो राम्रो पुल पनि बनेछ, बाटो मान्छेहरू हिँड्नेलाई यति राम्रो पुल। बाइक पनि आउन सक्छ है, अटो पनि आउन सक्छ। ऊ त्यहाँसम्म चाहिँ रोड बनेको छ होइन हाम्रो। ल भाइ आप हो यो, कहाँदेखि टिप्यौ तिमीले? कहाँदेखि टिप्यौ? चोरेको हो कि टिपेको हो? टिपेको हो। पाकेका छैनन् ल, सो हामीलाई दिन्छौ फ्रीमा हो? ल फ्रीमा चाहिँ भाइले हामीलाई आप दिइसक्यो। यी पत्थरकोटमा चाहिँ यस्तो काइन्डनेस पनि छ होइन, सानोदेखि ठुलासम्मको। तपाईँहरूले यहाँ आएर हेप्पिन्छु बिल्ला हानिदिन्छ कसैले भन्ने केही नसोचिकन हाम्रो पत्थरकोट भिजिट गर्नु होइन। ठाउँको साथसाथ पत्थरकोटको मान्छेहरू पनि ठिक छन् होइन भाइ। यी जसरी म ठिक छु, अब असिम भाइ त गएको पऱ्यो, यिनी ठिक छैनन् होला होइन। हामी चाहिँ पत्थरकोटको लास्टै काइन्ड छौँ। सबैजना आइदिनु है। ल ल अब चाहिँ हामी खोला नुहाउन जाने। अनि यो बाटो चाहिँ यता ओह्रालो हल्का उहाँ पुल छ, ऊ पुल गयो यताबाट। अनि यता भाइले च्याउच्याउ खाँदैछ, यता रिजन छन्। छिटो जाऊँ खोलामा, सिधै खोलामा गएर होइन कति पछि मतलब म सायद 5-6 महिनापछि जाँदैछु यो खोलामा होइन। कार्तिक महिनापछि नुहाउँदै छन् है गाईले होइन दोस्त त्यस्तो चाहिँ होइन। मेरो कार्तिकमा चाहिँ पूजा भएको व्रत बन्धन भएको थियो होइन। त्यतिखेर आएको थियो कि त्यसको अर्को दिन यहाँ पूजासुजा के फुलपाती सेलाउनु पर्छ नि हो, त्यतिखेर नुहाएको थियो खोलामा। कार्तिक मङ्सिर पुष माघ फागुन चैत वैशाख जेठ भनेपछि लगभग 7 महिनापछि म खोलामा नुहाउँदैछु के। 7 महिनापछि नुहाउँदैछु म चाहिँ होइन। ओके अनि जाऊँ न खोलामा नुहाएर आम कस्तो छ हेरौँ। अनि यता चाहिँ ल जाऊँ, सिधै म खोलामा गर्दै हुन्छ है। यता चाहिँ झलुङ्गे पुल छ, झलुङ्गे पुलबाट जानु लाग्यो। अनि यता नि अर्को बाटो यो गयो सिधै माथि जाने होइन। यता पनि गइन्छ कि यताबाट जानु लाग्यो हामी चाहिँ। उहाँ झलुङ्गे पुल छ, ल जाऊँ छिटो झलुङ्गे पुल। सबैजना झलुङ्गे पुल चढिसकेका छन् होइन। अब यहाँबाट मुनि चाहिँ यस्तो छ। ए खोला चाहिँ यो खोला हो, यताबाट थोरै पानी बाढी आयो भने फेरि यो पुरै डुबाउँछ। यहाँसम्म आउँछ पानी, यति अल्गो छ, यति अल्गोमा नि आउँछ पानी। ऊ यत्रो ढुङ्गा हेर्नु न, उहाँ ऊ यत्रो ढुङ्गा छन्, यति ठुल्ठुलो। यहाँ फेरि बाढी आयो भने पुरै पानी आयो भने बाढी आएर यो यहाँसम्म आउँछ पानी, यस्तो छ। त्यही के होस् नि यार, यस्तो यार मान्छेसँग डर लाग्दैन, तर हाइटसँग चाहिँ लाग्छ, डर लाग्छ नि मलाई।
तिमीलाई के चिजसँग डर लाग्छ आफूसँग फ्लेक्स हाने हन् कोही कोहीले फ्लेक्स हाने हामी नि यस्तो छैन के भने ए तँलाई कोसँग डर लाग्छ ए राक्षस केटीसँग केटीसँग अफजललाई पठाइदिनु पर्छ कि हो ट्याग अफजल छ रे ल ल अफजल सर ट्याग हान त नर्थ पोइन्ट काले ल जाम ल छिटो यस्तो बाटो लिएर आएन यार केटाहरूले ऊ दुइटा भाइहरू उहाँ हिँड्यो नि यस्तो बाटो पुरै यता पानी हो यता यता गइयो भने सिधै उहाँ तल ढुङ्गामा गइयो टाउको फुट्छ सिधै लोट्यो भने टाउको फुट्यो कि त्यस्तो बाटो हो ऊ ढुङ्गा नि सानो नि कत्रा ढुङ्गा खाने यार कहाँबाट आउँछन् कि यत्रो ढुङ्गा त्यो पाहाडदेखि बाढीले लिएर हुन्छ त्यो ठुल्ठुलो ढुङ्गा खाने क्या यता भाइहरू फेरि हिँडेको हिँड्यो मलाई नि बानी लाग्यो किनभने म सानैबाट मेरो मामा गएर हिँड्यो अनि बानी लाग्यो मलाई हिँड्ने यस्तोमा खोलामा नि मनु एकचोटि चाहिँ भाइ हामी यतादेखि चढेको स्पाइडरम्यान बन्छ अन्त त्यो एउटा ब्रान्चमा छोपेको रुखको च्याप्प छिरे त्यो ब्रान्चमा हाम फालेको त भाग्थ्यो के थियो लहरो ए को म मात्र ए त्यस्तो त चाहिँ राम्रो रिक्स नै हुन्छ यहाँ यताको खोला हो नि पत्रकोटको धेरै जस्तो खोलामा नआऊ के खै भाइले त माछा छोपेर के ओ त्यस्तै छोपे ए छोप न त्यस्तै यता भाइले चाहिँ माछा छोप्यो हातले चाहिँ माछा छोप्दियो त्यस्तै छोडिदियो बिचरा दा के याद चलाउँछु छोडिदिउँ उहाँ गइसक्यो माछा चाहिँ बिचरा के माछालाई होइन आफ्नो जीवन दिनुपर्छ क्या अनि यहाँ गिलो अब जाऊँ यत्रो ढुङ्गा खाने क्या ऊ ठुलो ढुङ्गा यहाँ क्या अलि सबभन्दा अनि एउटा उहाँ माथि नि हो ल जाऊँ अब म सिधै उहीँ खोलामा गएर नुहाउने बेला देखाउँछु म यहाँ नुहाएको छु होइन यस्तो मजा आउँछ ऊ त्यहाँबाट फुङ्गाल्दै नहुँदै यता यति गहिरो छैन क्या यता यो भाग अलि गहिरो अलि उता त्यति गहिरो छैन मलाई फेरि चाल्न आउन क्या मलाई चाल्न आउन त्यही भएर हो क्या नत्र त मजा आउँथ्यो होइन ल रिजन त तिमीले बनाउँछु भन्थ्यो नि बनाउ लौ अब रिजनले भ्लग बनाउँछ भने कस्तो बनाउँछ हेरौँ फेरि अघिबाट बनाएँ मैले धेरै बनाएन क्या अनि यता छन् सो गाइस हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुगिसकेको छौँ होइन बट एउटा दुःख लाग्दो कुरा चाहिँ यहाँ चाहिँ मान्छे हेर्नुहोस् त तपाईँहरूले एकचोटि उहु यहाँ चाहिँ मान्छे चाहिँ अति छ हौ यहाँ त नुहाउने ठाउँ पनि छैन भयो अब तलै गएर नुहाउनु पर्छ नभए चाहिँ यो स्पोट चाहिँ एकदमै राम्रो छ कि यो खोलाको एरियाभरि चाहिँ यो स्पोट चाहिँ धेरै राम्रो छ तर के गर्नु यहाँ चाहिँ सबै अब देशी दाइहरू आएर बसिराख्नु हो होइन र त्यही यो अब डेस्टिनेसन चेन्ज गर्नुपर्ने हो अब तलतिर कोही नभएको ठाउँमा गएर अब नुहाउने हो है त गाइस ए नुहाउने चाहिँ यहाँ गइरहेछ छैन यत्तिको हल्का यत्तिको गहिरो के यार केही छैन मलाई डुबाउने यार यतिमा मलाई चाहिँ डुबाउने क्या यिनी पिस खोज्ने अनि पिस खोज्न आएको अब हामी सानो छैनौँ अब पौडी सौडी खेल्दा हामी अब पिस खोज्नको लागि हामी यहाँ बस्ने होइन डेकसेकमा गाना बजाएर न कोही मान्छे छ केही छ होइन वरिपरि देखाले कोही छैन होइन पिस पारामा बस्ने हामी 3जना भाइहरू होइन अब त्यही हो पिस खोज्नुपर्छ कि पिस इज द फर्स्ट प्रायोरिटी केटा त अब हिँड्नुहुन्छ होइन नुहाउनेसँग नि अनि माथि चाहिँ यता केटाहरू त्यहाँ केटाहरू छ ल यता चाहिँ हाम्रो गानाहरू गाना बजाउँदै यहाँ 5:55को होइन अनि यता चाहिँ अब नुहाउने होइन यता भाइहरू छन् यता ल रिजन ल फ्ल्याक्स हान्थ्यो नि त्यो जसले चाहिँ तर नुहाउने चाहिँ बबाल छ चिसो पानी छ होइन उसबाट आएको ल अब नुहाउने होइन त्यस्तो गहिरो त छैन त्यही नि म पानीमै मोबाइल लिएर गएछु यो मोबाइल पानीमै छ यस्तो छैन यार चिसो छैन यार चिसो अरे त्यति चिसो छैन माछाहरू तैरिरहेको नि यार उ त्यहाँ धरतीमा आएको छ धेरै पछि ध्यान दिएर कुरा सोच्दै गऱ्यो हामी एकछिन पछि बाबा केटाले जोस चढ्यो अरे ल मैले अब कपडा सपडा फेरि सुन्नु है ल रिजन चाहिँ उहाँ तपस्या गर्दैछन् होइन उहाँहरूले सक्नुहुन्छ तपस्या हान्दैछन् केटाले चाहिँ पुरा बडी सोडी फ्लेक्स गरिरहेका छन् जसले चाहिँ अरे अरे अझ ल बडी फ्लेक्स गरेर यहाँ भाइ चाहिँ नुहाइरहेका छन् अझ एरा पुरा उस भनेछन् कि भाउजूले धोका दिए जस्तो हो अरे अझ ल फर्स्ट हुनेछ बोल उहाँ चाहिँ हाम्रो असिम भाइ चाहिँ मुगली टार्जन बनिरहेछन् होइन अब यो ढुङ्गाको टपमा जाने अरे ल केटाहरू चाहिँ एमटी एभरेज फाइनली होइन पोजिङ ओ दामी पोजिङ हान न प्रिन्स भाइ बाइसेप फ्लेक्स दुइटैले हानिराख त
दामी देखिन्छ हौ हान्न प्रिन्स ओए ल है त दामी है त गाइज सही है सही यहाँ चाहिँ दोस्तको फोटो हाल्नु पऱ्यो पोज दिएको होइन अब हाल्नु पऱ्यो नि इन्स्टामा देखाउनु पऱ्यो देखाउनु पऱ्यो नि अनि यता चाहिँ ल जान लाग्यो यस्तो बाटोबाट आएको कि हामी यहाँ नुहाउन आएको होइन नुहाउन आएको छैन हामी यहाँ फोटोसुट चलिरहेको छ पुरा पोज देखाइ होइन यिनले चाहिँ फोटोसुट हाल्यो नि ए फेरि देखाऊ पोज ल ओए रिजन फेरि पोज ल ल ल पोज देखाएको पुरा पोज अघिबाट पोज चाहिँ यति फोटो चाहिँ लगभग 10वटा फोटो भइसक्यो अहिले भर्खरै फोटो हालेको पोज फेरि ल ल ल जलपरी कहाँ गई भाइले चापे यार यति गोरुङ्गा छन् कि भाइ जलपरा ए जलपरा त्यहाँ चाहिँ हामी पहिला त्यहाँ नुहाएको थियौँ होइन पहिला हामी त्यहाँ नुहायौँ अनि त्यसपछि फेरि यहाँ यत्न सर्यो सी अब यहाँ नुहायो होइन रिजन एकछिन अब चाहिँ हामी माथितिर जानु लाग्यो अब हामी माथितिर जानु लाग्यो होइन हो जाऊँ मैले यो माथि जानु लाग्न बोल्नु यता हामी चाहिँ माथितिर जानु लाग्यो उहाँ के अब अलि माथि छोडेको कि एक्लै यस्तो गरे कि उयो गद्दारी गर्बे हामी चाहिँ पनि जानु लाग्यो सो अब चाहिँ म होइन चिलमा रेस्ट गरिरहेको छु है मस्त अब ढुङ्गाको माथि सिधै उक्रा हो टक्क लगाएर नुहाएपछि यत्तिको चाहिँ गर्नुपर्छ रेस्ट चाहिँ होइन घाम ताप्नुपर्छ अब कालो भयो के गर्ने यार कालो त भन्छ त्यही हो यार उहाँ चाहिँ हाम्रो असिम भाइ आउँदैछन् होइन ऊ डढेर कालो भइसकेछन् घामले पुरा यहाँ चाहिँ हामीले आँप खाँदै होइन नुनसँग यो भाइले नुन ल्याएको थियो कहाँबाट यता आँप बनाखान आँप छ होइन यहाँ चाहिँ ए च्याउची खाएको नुन यहाँ खायो अघिको ल अनि एउटा भाइ कहाँ गयो फेरि कहाँ गयो तारको भाइ ए उहाँ आँप खायो नि रिजन यहाँ चाहिँ नुन र यो उसको नुन र आँप खाने होइन मलाई अमिलो लाग्यो यार मैले खाएँ तर अमिलो बर्छ अमिलो मात्र आँप नि ए आधी यहाँ अनि फ्याँकिदियो अनि उहाँ भाइले खाँदैन अनि यता चाहिँ अनि यहाँ चाहिँ गङ्गटो खोज्दै अझै यहाँ गङ्गटो खोज्थ्यो नि उता गङ्गटो खोज्थ्यो नि यता भाइले आँप खाँदै मैले खाने यार अमिलो थियो ल नुहाउन जति चाहिँ नि तर मजा आउने भनेको खोला जहाँ यस पुल सिलोस् तर नुहाउने भनेको मजा खोलामै हो क्या बवाल छ रिजन चाहिँ यहाँ नुहाउँथ्यो नि ऊ आएर माछा चाहिँ पुरा यहाँ माछा छोपिरह्यो नि भाइले चाहिँ खै यहाँ भाइले माछा छोपिरहेको अनि उहाँ चाहिँ केटा नुहाइरहेको छ होइन ऊ यता चाहिँ नुहाएर बसेका होला नि यता नुहाउँथ्यो नि अलिक गहिरो ठिकै छ यहाँ चाहिँ भाइले माछा छोप्थ्यो नि आँपको उहाँ खायो एउटा उहाँ खायो उहाँ भाइले चाहिँ अनि आँप राख्दै क्या खाना खाने माछा यी देखिन्छ नि खाना खाने कि माछा डर लाग्छ हौ मोबाइल छोप्नु नि यस्तोमा त ए यहाँ नुहाएको थियो होइन ऊ रिजनहरू उहाँ निस्किसकेका छन् दोस्त चाहिँ केही हुन कि एक किसिम हिँड न अनि यहाँ भाइ नुहाउँदै नि भाइ हिँड के तलतिर जानु लाग्यो हेरौँ फेरि जाऊँ तलतिर होइन अब तलतिर गएर एकैचोटि अब भ्लग नि एन्ड गरिदिउँ यार 4 बजिसक्यो भाइ अब तलतिर फेरि देखाउँछ नि त्यसपछि भ्लग एन्ड गरिदिन्छ है ए ढुङ्गा किन बे तिम्रो 5 मिनट भनेको आधी घन्टा भइसक्यो साले बसेको दोस्त भाइ म त गएँ हम चलिदियो फाइनली नुहाएर भइसक्यो होइन त्यो हेर्दाखेरि पुरा चिसो भर्खर एकखेप फेरि चुप्लेको यता भाइ सुतिरहेको छ नि यता केटाहरू छन् एउटा बोडी देखाएर आज बोडी फ्लेक्स आज खोला भ्लग होइन न खोला भ्लग न बोडी फ्लेक्स भ्लग अब नुहाएर त धेरै नै सात हामी 1 बजी आइथ्यौँ 1 बजी आएको नि 1 हो कि 1:30 बजीतिर आयौँ त्यसपछि नुहाएको नै 4 बज्न लागिसक्यो अब लज्जामा घरतिर सिधै नुहाउन त त्यो तर खोलामा जति अरू भन्दा नि खोलामा नुहाउन मजा आउँछ कि यार घरतिर भन्दा नि अझम अब सिधै बाटो देखाउँछु यता चाहिँ रिजन भाइहरू अब घरतिर जानु लाग्यो अब फाइनली 4:30 भइसक्यो होइन अब फाइनली घरतिर जानु लाग्यो होइन 4:30 बजिसक्यो 1 बजी आएको 1 होइन 2 3 4 3-4 घन्टा लगभग हामी खोलामा बस्थ्यौँ कि 1 घन्टा चाहिँ हामी बाहिर बस्यौँ होइन 2-3 घन्टा त मस्त खोलामा नुहाएको छ 1-1.5 घन्टा बाहिर 1-1.5 घन्टा खोलाभित्र मस्त नयाँ रुगान लगाइसक्यो क्या अघि आएको थियो अब भ्लग नि धेरै लाउँछ के भने ठिकै भयो होला अब भ्लगमा चार्ज छैन क्या यहाँ मैले मान्छे बनाएको यार यो पुत्लालाई
अब मोबाइलमा चार्ज छैन त्यही भएर ब्लग अब एन्ड गरिदिउँ। आइयो हजुरले यो भिडियो मन पऱ्यो होला र अब रिजनले केही भन्छ र त्यसपछि म एन्ड गरिदिन्छु है। ल है त रुक आफै बनाउँछ नि यिनले कस्तो हुन्छ हेरौँ। अब पहिलोचोटि बनाइदिएको थियो नि त्यही नि राम्रो बनाउँछ होला पक्कै नै। ल अब यिनीतिर जान्छ सिफ्ट। सो ल गाइज होइन अब चाहिँ हाम्रो भ्लग म यही एन्ड गर्न चाहन्छु। आजको दिन एकदमै रमाइलो थियो, नुहाइयो होइन, बस्यो। अब खाना त केही पनि खाइएको छैन। अब चाहिँ गएर रिसोर्टतिर गएर चाहिँ अब चाउचाउ चाउमिन मोमो खाइन्छ होला होइन। तर आजको दिन चाहिँ मेमोरेबल थियो। अब त्यही हो है। अनि सबैजनाले सब्सक्राइब गरौँ, लाइक गरौँ, कमेन्ट गरौँ, सेयर गरौँ है। अनि आजको भ्लग चाहिँ म यही एन्ड गर्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद।